ह्याप्पी दीपावली दिदी भाइको। त्यो होइन पहिले के हो जान छेक्नुपर्छ पहिले। यो उता उतादेखि यता यसो यसो त्यसो त्यसो अब ओखर फुटाऊ। अब यो नि पहिले फर्स्टमा फुलले छर्किनु। पहिले फुल हात थाप सुसन छरर छर्किँदै उता गोडा कुममा अनि माथि टाउकोमा देखि सुरु। कतिचोटि यति नै भयो। अब टिका लगाइदेऊ। हातैले लगाइदेऊ होला। दिनको पर्व मान्नु पर्यो नि। के गर्नुपर्ने अरे आमा? के गर्नुपर्ने अरे? पर्व मान्नु पर्ने के वर्षा दिनको। यो वर्षा दिनमा यस्तो गर्छौँ कि अनि हो हाम्रो घरमा सबै गाउँमा गरिरहेछु गुनासो गरिरहेछु। अब आयो बसिहाल्छौँ अलि अहिले पो जान्छौँ त अनि मैले टिका लाउँदै गरेको फोटो खिच्नु भनेको फोटो पनि भिडियो पनि। फेरि माला लगाइदिए जस्तो गरेर त म फोटो खिचिदिन्छु। हातले लगाइदियो नि त। अमलाले ल्याप्प पारेर तान्नु हो त्यसरी। हुँदैछ त। अर्कोपट्टि त्यो कालोपट्टिकोले त्यो होइन त्यो बालिसकेको त्यसले नगर्नु। कालोपट्टिकोले राम्रो लाग्छ त्यसरी लिएर आउँछ
चप्प अमलाले चोप्दै अमलाले उठाउँदै ट्याक्क लगाइदै गर्न नानी हुन्छ मजाले अमलाले बस्नुहोस् न लु लाउनुहोस् न पारिदिएको थियो छिटो लाउनु अहिले फेरि उ गर्नु ठुलीलाई अरे तपाईँ चाहिँ लाउनु न यो त्यसरी फुल त्यहाँ हाल्दे अनि यहाँ पैसा दिएर खुट्टामा ढो नाना उठा 50 रुपये घाट के मारी भएस